ट्रेनिङ गरेर आइयो नुहाउनु सोचेर नुहाउने भनेर आएको थियो। अब यहाँ फिसिङ गर्दै हुनुहुन्छ एकजना अङ्कलले, के नुहाइदिनु त्यस्तो ठाउँमा, माछा मार्दै हुन्छ कि। अनि त्यहाँ ट्रेनिङ गर्ने ठाउँ, यहाँनिर कप्सहरू आएर हाम्रो मामाहरू आएर यहाँ बस्नुहुन्छ होइन, यो मामाहरू। अनि यहाँनिर एउटा गाडी मोडबाट ठ्याक्क आउँछ, यहाँनिर मोड जस्तो छ कि, ठ्याक्क मोडबाट आएर मामाहरूले छोप्छ, चिट काटिदिन्छ लाइसेन्स हेलमेट नलगाएकोहरूलाई। अनि पैसा चाहिँ यत्तिकै आइहाल्ने भने यहाँ हेरौँ न कतिको फिसिङ हाल्नुहुन्छ अङ्कलले। ट्रेनिङ गरेर आइयो, ट्रेनिङ गर्दा पनि त्यही ध्यान हुन्छ 12 पछि के गर्ने। माछा मारिँदै जानुभयो अब एकछिन गइदिनु यार। सरले 8-9वटा माऱ्यो भन्नुहुन्छ, खोइ म आएपछि त एउटा नि मार्नु भएन। म आउने बित्तिकै के हो भागेका माछा, पोजिटिभ इनर्जी पाएर होला क्या माछा भाग्यो अनि भाग अब मर्छ नि भन्ने होला नि, भागदिएर माछा। पानी चाहिँ त्यस्तो फोहोर छैन यार, नुहाउनु मजाले मिल्छ, केही नै छैन, पानी सफा छ। अस्ति कहिले आएको बेला फोहोर थियो, एकचोटि खोला आएर अलि सफा भएरहेछ कि। नुहाइदिउँ न होइन, नुहाउने भनेर आयो, नुहाइदिउँ मजाले नुहाइन्छ। लगभग 5-6 मिनट स्विमिङ मात्र, 5-6 मिनट। अब कपडा खोल्ने यताउता भयो। आँप अलि सानो रहेछ, नत्र त अनि यो आँपहरू त कहाँ छोड्ने हुन्थ्यो, अलि ठुलो भएको भए त तलैबाट माथिबाट रुखै चढेर टिपेर हान्नुहुन्थ्यो। केही छैन, नुहाऊँ न अब, लेट्स गो। अति चिसो छ यार, ओए पानी मागेको छ यस्तो। पानी यति चिसो छ कसम। सफा किन भयो भन्ने मैले थाहा पाएँ क्या अहिले। त्यसमा पानी तलबाट जाग्दो रहेछ क्या यार। अनि गर्मी सिजनमा त चिसो पानी जाग्छ, चिसो छ यार पानी, पुरै चिसो छ। त्यही अघि ट्रेनिङ गरेको भए त यहाँ आइस बाथ लिएको जस्तै भइतिर। यति समय डुबाउँछ मलाई। वाह जाडो हो।
You can do it. Wow. Tepat. Kanuमा पानी पस्यो. चिसो भयो. कानमा पानी पस्दिरहेको. एकचोटि माथि उठ्दा मेरो अब नजाने यार चिसो छ पानी अति तर चिसो त मजा आउनु पर्ने आजकल ल जाम अब